मैले आज हजुरलाई 50,000 पैसाका दुईटा प्रश्न सोध्दैछु है बुवा हजुर। म दुईटा प्रश्न सोधौँ बुवा हजुर। हजुर सजिलो सोधिबक्छ लाग्यो। म त्यस्तो अप्ठ्यारो सोधौँला र बुवा हजुर। ल भन्नुहोस् पञ्चामृतमा के पर्छ बुवा हजुर? राम 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 सुरवीर पण्डित दारीबालाई पञ्चामृतको बारे कस्तो लज्जित गरिबक्छु म त। किन गाह्रो होला भने पञ्चामृत त म जहिले पनि पान गर्ने परे। हजुर। अब पञ्चामृतमा भनौँ त हजुर भनौँ न भाइ। गौमाताको हजुर गौमाताको दुध दही घिउ मह चिनी अथवा सक्खर राखेर पञ्चामृत खाएरै म घरबाट निस्कन्छु। फेरि घर छिर्दाखेरि पनि पञ्चामृत नै खान्छु। पञ्चामृतसित मेरो अनुन्याश्रित सम्बन्ध छ हजुर। जय गौमाता जय गौमाता। लिउ न बुवा हजुर लिउ बुवा। अब हजुरलाई म अर्को प्रश्न नसोधौँ होला। मलाई बधाई छ है हजुर। अर्को प्रश्न नसोधौँ होला बुवा हजुर। नसोध्नु के गर्नु सजिलो भयो। हजुरले खाजा खुवाइबक्छन् नि? खाजा के खानै खाउँ न, जिन्दगीमा के छ र आज मरे भोलि 2 दिन हुन्छ। ल त्यो पनि गन्नी मान्छे भयो भने। ल बुवा हजुर अब पञ्चामृतको त कुरा गर्नु हो। अब पञ्चगव्यमा के पर्छन् बुवा? राम 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 पञ्चगव्य पनि त एउटै जस्तो त हो नि हजुर। जस्तो अब गौमाताकै दुध दही घिउ गौमाताकै गोबर गौत। जय होस् बुवा हजुर। अब फेरि यो पनि म हजुरलाई 50,000 पैसा पनि प्रदान गरेँ। लि बक्सेस बरु खाजा खुवाइबक्सेला। यो हामी जाउला खेलको एकान्त कुनाको आसपासमा छौँ हजुर। हजुरले यो पैसा दिनुभयो, यसबाट म अलिकति जग्गा जोडेर कति आउनु